हेलो एन्ड नमस्ते। हाम्रो चाहिँ धन्दा हो धन्दा। हामी कहाँ जानु लाग्यो दाइ? ट्राउट फिसिङ तस्मानिया होइन। फाइनली अगस्त महिनामा डेस्परेटली वेटिङ थियो। 3-4 महिना चाहिँ माछा नमारिकन बसेको। अब चाहिँ सिजन पनि खोल्यो, मौसम पनि आज त राम्रो छ नि होइन। अनि अब अहिले चाहिँ हामी चाहिँ एनाकोन्डा विषय टार्गेट गरेर जानु लागेको। दाइको रड भाँचिएको छ, मलाई चाहिँ पुतली किन्नु छ। पुतली भन्नाले फिरफिरे होइन, त्यो चाहिँ अति नै बवाल हुन्छ ट्राउटको लागि, स्पिनर। सो हामी चाहिँ त्यहाँ जानु लाग्यो। त्यसपछि चाहिँ हामी मर्सी रिभरमा जान्छौँ माछा मार्नको लागि। हेरौँ कतिको दिन्छ हाम्रो, किनभने यो यो सिजनको फर्स्ट डे होइन। हेरौँ कतिको समात्न सकिन्छ। अब दाइ त प्रो फिसरम्यान भइसक्यो। हेरौँ है दाइकोले कत्रो कत्रो समात्छ। लास्ट सिजन त विनर म थिएँ के अरे ठुलो माछा समात्नेमा। यो सिजन चाहिँ जित्छ कि जित्दैन। ल अहिले चाहिँ सडाउँदै यहाँ चाहिँ अब एनाकोन्डामा रोडहरू हेरिरहेछ, प्लस ब्यागहरू। म चाहिँ खास पुतली दिन आएको हो। लेकतिर पनि अब त सिजन खोल्यो नि त, तर जाँदाखेरि अलिकति लेकतिर चाहिँ प्रिपेयर भएर जानुपर्छ कि अब यस्तो सामानहरू, नत्र भने त फेरि अब फर्किने चान्स हुँदैन। छोप्यो भने त लेकतिर ठुल्ठुलो छोप्छ नि फेरि है। अझ अलिकति थोरै गर्मी बोलाएपछि अहिले चाहिँ अब मर्सी रिभरमा जाँदै हो। चाहिँ एउटा फिरफिरी किनेपछि होइन अलिकति एक्साइटेड चाहिँ भएको छु धेरै पछि माछा मार्न पाएर। दाइ कतिको एक्साइटेड हो? अफ सिजनमा पनि गइदिने मान्छे हो, अफ सिजनमा पनि एक्लै एक्लै हिँड्ने मान्छे हो। धन्न आइस फिसिङ भनेर चाहिँ हालेर छौ। ताल जमेको बेलामा माछा मार्ने मान्छे होइन, नेक्स्ट लेभलको क्रेज मान्छे है माछा मार्दा चाहिँ। फेरि बाटोमै हो। मौसम चाहिँ आज नाइस छ के अरे होइन, कतिको माछा निस्किन्छ भन्ने कुरो। अस्ति सिजन खोलेदेखि चाहिँ ग्रुपमा चाहिँ अलिकति राम्रै साइजको माछाहरू मारेको थियो कि मर्सी रिभरमा। त्यो अस्ति हामीले अझै 10 मिनट लाग्छ होइन पुग्नलाई। त्यसपछि चाहिँ कतिवटा माछा झार्छन् दाइले थाहा छैन। एउटै नमान्ने हो। एउटा त मारिराखेको हुन्छ। माछा नि भोका होला नि यार, 2-3 महिना माछा नमारेपछि ठाउँ चाहिँ अति बवाल कि। कपडा लाउँदैछ अनि हामी चाहिँ फाइनली we approach to one of our best location for fishing. मुजा लाउनु पर्यो, चिसो हुन्छ। रेडी होइन त? यहाँ गाडी राखेको। अब चाहिँ हामी एप्रोच गर्दै हो। दिस इज आवर रड। फाइनली अब चाहिँ लगभग सुरु गर्ने बेला भयो। अनि अब रड सेटअप गर्छ। त उता जाने हो? ऊ त्यहाँ त हाँस्छ त। अन्त धन्दाले चाहिँ अलरेडी स्टार्ट पनि गरिसकेको छ। म चाहिँ आज यो म्यापलको के भन्छ र बग स्पिनर युज गरिरहेको छु, विच इज माई अल टाइम फेभरेट। तर यो कलरमा चाहिँ होइन, हल्का डार्क ब्राउनी कलर छ। सो आइम गोइङ टु गिभ अ ट्राई विथ दिस वान। अनि त्यसको लागि चाहिँ म डबल युनि नट सिस्टम युज गरिरहेको छु, विच इज भेरी सिम्पल। ट्विस्ट इट फर लाइक 7-8 टाइम्स होइन। अनि त्यसपछि चाहिँ
ठ्याक्क यसको छोड खोजेर एप्रोच गर्ने हो अनि बिस्तारै हल्का थुक लाएर टक्क चट्ट लाएर इट्स नाइस हैन हल्का ग्याप भयो यो काट्नको लागि चाहिँ मसँग काट भयो जस्तो लाग्थ्यो त्यहाँ राख्यो काट कहाँ राख्यो हुन्छ त होइन इन्शाल्लाह भेट्यो भयो हल्का ग्याप छोडेर काट्यो द्याट्स इट सो अलमोस्ट रेडी भइसक्यो अवस्था त्यसको लागि चाहिँ मेरो अल टाइम फेभरेट रड आइम गोइङ टु युज अल टाइम माई फेभरेट रड होइन अनि हाम्रो फर्स्ट कास्ट तेल नहालेर होला अलिकति आवाज आइरहेको छ अल द बेस्ट टु मी देयर यु गो नाइस कास्ट हामीलाई चाहिँ माछा मार्दैछु राम्रो घुमिरहेछ पुतली चाहिँ सो हेर्दै जाउँ कतिको मार्न सकिन्छ माछा कतिको छोप्न सकिन्छ थुमेन किराहरू त अलिअलि खेल्न लाग्छ किराहरू हेर्नु न के हालेर खेलेको तपाईँ के ए त्यो पोल्टो पोस्ट हो कि के रहेछ नि होइन अन्त नि म त माछा सोचिरहेको छु नि त तर हेरौँ छैन गरेर लग्यो होला क्या उसले मैले त कालो ल्याएँ भनेको त खैरो पो ल्याएर रहेछ यो स्पिनर मजाले घुमिरहेछ कस्तो क्वाइट हो यो दोकानमा अस्ति नै लागेको थियो कि एउटा माछा त त्यहाँ अड्किन्छ है
के भयो झार अलि मास्टिक कास्टिङ गर ल अलि मास्टिक कास्टिङ गरौँ न म नि त्यतै फाल्छु क्या त्यो फ्लोमा यो इन्टरसेक्सन चाहिँ राम्रो छ के अरे साइजमा छ देखेँ के अरे अब त धमिलो भएर कि के हो दिन खोज्दैन त्यहाँ ए पर्यो आइज बिस्तारै जाली ल्याएन यहाँ आउन त फर्स्ट कास्टमा हाम्रो फर्स्ट सिजनको माछा है यो चाहिँ हो मिठो फाइटिङ दिइरहेछ होइन यसलाई चाहिँ अब चट्ट साइडमा लगेर ओ जालीमा यहाँ घाँसमा अड्क्यो नि त दाइ नाइस फिस है नाइस फिस फर्स्ट कास्ट होइन यहाँ अल अफ सडन यहीँनिर आएर एप्रोच गरेको नाइस साइज छ हेर त यस्तो साइज छ नि होइन यसलाई चाहिँ अब म साइडमा लगेर जान्छु अनि यो ब्राउन ट्राउट रहेछ यो चाहिँ त्यही भएर मैले चाहिँ भन्छ नि वान अफ द बेस्ट स्पिनर इन दिस वर्ल्ड फर ट्राउट फिसिङ इज लाइक बग स्पिनर त्यो साइज छैन त होइन नाइस साइज छ नि कप्लाक्क खाएको रहेछ विच इज नाइस पहिला चाहिँ रडलाई चाहिँ सिधा राख्नु पऱ्यो यहाँनिर अझै आइदिनु ठिक छ अनि त्यसपछि चाहिँ ट्राउटको उस चाहिँ निकाल्नु पऱ्यो होइन स्पिनरको यो त्यो उस नि ल्याएन क्या हो क्या हामीले घर त थियो यो निकाल्ने गुड फाइटिङ स्पिरिट थ्याङ्क यू भेरी मच फिस यो चाहिँ अब हामी धेरै पछि मारेको हुनाले होइन हामी वी गोना किप इट फर क्याच एन्ड कुक नाइस साइज लिमिट त्यही हो तेलमा हालिदिइराखौँ trying to keep it alive किनभने फ्रेस भइराखोस् न because we are going to fish for a while अनि त्यही हो फर्स्ट कास्ट यहाँबाट हान्नु न एकचोटि एक दुई लट त्यहाँ होइन होला त्यो हल्का घाम लाग्छ क्या त्यो एरियामा
यहाँ चाहिँ सल्लाह रहेछ। लाग्छ कि अलिकति हेरौँ। बिस्तारै बिस्तारै आउनुपर्छ। त्यसले अलिकति उस गर, त्यो के भन्छ रिल लुज गर अनि साइडमा ल्याऊ, साइडमा उता तल लैजाऊ। म आउँछु रुक, त्यसलाई रिललाई लुज गरेर उस गर्दै गर। माछा फुस्क्यो क्या हो, निकाल्यो? ल माथि ल्याऊ नि त। यो पछ्याउँदै आला नि त, भनेपछि वाइल्ड भोकाएको रहेछ क्या है। मैले त जिउँदै राखेको छु के अरे ब्यागमा। तपाईँले ब्याग हाले होइन? यो चाहिँ धन्दाइको है एउटै साइजको रहेछ। तिम्रो अलि ठुलो छ होइन? एउटै छ है। ल दुईवटा भयो। म हालेँ है त। फेरि हान्नु न। उति हान्न लाग्थ्यो क्या मैले। केमा निकालेर माछा देखाइदिएको एकचोटि ब्लगमा? लुर हालेछ है उसले चाहिँ। पर्च टाइपको लुर खेलेछ होइन। तपाईँको ब्राउन ट्राउटसँग मिल्छ। त्यही हो, अब यस्तो क्वाइट फ्लो भएकोमा चाहिँ लुरहरूले नि एकदम दामी काम दिन्छ। अनि फास्ट फ्लो भएको अघि जस्तोमा चाहिँ पुतलीहरू चाहिँ एकदम बेस्ट हो। ब्याग लिमिट अब तस्मेनियामा एकजनाको 5वटा हो के अरे। अनि 5वटा छोड्दाखेरि लास्टका रहेछ। सो त्यही हो, अब यहाँ माछा भर्खरै बाइटिङ दिएको थियो यो ठाउँमा नि होइन। तर खुस्क्यो। भर्खरै एउटा माछा खुस्किएको अवस्था बाइटिङ दिएर। अब चाहिँ हेरौँ। के गर्दा उयो हान त यहाँ के भन्छ अरे खुस्क्यो कि मेरो एउटा। दुईवटा त भयो राइस। ओए पर्यो ए नाइस है। निकाल्ने चाहिँ कसरी हो क्या, यहाँ चाहिँ अलिकति गाह्रै छ होइन। फुल्ली लो ठाउँ छ नि त। होइन ठुलो त छैन। समात्देऊ त दाइ, चाँडो चाँडो क्या। खै खुस्केल अनि डर क्या। ठिकै छ नि, नाइस साइज हो नि अनि होइन। अघि जाली ल्याएन कि गाडीमा राखिराखेँ। म जुज गर्न नखोजेर हो, तर मजाले खाएर चाहिँ तान्दिएको भए हुँदो रहेछ। खुस्क्यो, राम्रो खेलिरहेको छ है माछा। राख्ने होला नि होइन। होला नि भारी भएर तल पुगिसक्यो। तिनवटा फिसन माइट फिसन भन्थ्यो कि
त्यो उसमा क्या के अरे त्यो अस्तिको भिडियो थिएन त्यसमा माछा पर्ने त्यो फिसन भन्छ नि टुनाहरू चोप्ने क्या त्यो अलास्काको सोहरू हुन्छ नि त्यस्तो कुनलाई त्यसलाई चाल पाए जस्तो छ फेरिमा नि राम्रै अघि एउटा फुस्किने यहाँ यहाँनिर तिम्रो जस्तो चप्प छुमे थियो होइन अनि छोयो मात्र क्या मजाले खाएको भए चाहिँ पर्थ्यो पनि होला तर साइजहरू त राम्रो छ त यहाँ त उतातिर सानो पर्थ्यो हामी ठाउँहरू नै गतिलो छैन क्या फेरि त्यही ल्याङ्छ ट्राई दिनुपर्छ जस्तो छ राम्रो स्पट छ यो पनि र पानी चाहिँ त्यस्तो धेरै छैन त्यो आशा लाग्दो ठाउँ छ यार हिँड्न छ दिँदैन हिँड्नै मिलेन अलिकति लेफ्ट ह्यान्डेड भएर होला
के माछाकै स्कल होला यो चाहिँ। यो ठाउँ नि ठिकै छ खेल्न, तर अलि डेप छैन अनि त्यही भएर चाँचर निकाल्नुपर्छ होइन। माछा चाहिँ यो ठाउँमा खै माछा हेर्दा पनि देखेन, अस्ति पनि देखेन। ल हल्का के अड्क्यो होला, कस्तो कास्टमा सिलाइरहेको छ क्या मेरो। हजुर आहा पार्यौ कस्तो राम्रो दोकान छ, एउटा माछा चाहिँ अल्छिहाल्छ। पर्यो पर्यो हेर त उफ्रेको। ओ माई गड, तर सानो छ, धेरै ठुलो छ, यस्तारै खेल्नु पर्यो। के अरे सानो छ, छैन यही छ, सानो छ होला। ए तर साइजको छ, राख्ने होला नि, साइजको छ। यो त मिठो हुन्छ नि त होइन, खुब माछा रहेछ हो। अघि त 2-3 चोटि झम्टेकै माछा तिमीलाई तल त्यो दोकानमा। ए माथिसम्म जाने मन थियो मलाई, आज त भ्याइन्न होला।
क्या मजाले खाइदिएछ यार यसले बिगारिदियो नि सेट रुके तँलाई निकाल्नलाई मलाई डह्रो गाह्रो हुनेछ तर अब निकाल्न त पर्यो त्यही नि ट्राई गर त्यो झिल्ठिर साह्रो ठाउँ त हान्न लाग्यो राम्रो छ नि यो त्यो ठ्याक्क सल्ल उताबाट कहाँबाट त्यो ढुङ्गा बुटोको निर त्यहाँ ओडार बनाएर बस्दो रहेछन् कि यिनीहरूले त्यस्तोमा होइन अनि आउँछ तर यहाँनिर चाहिँ अघि मैले काफ गरेको आएकै छैन माछा त्यस्तो गतिविधि नै छैन क्या त्यो रिलै बिग्रियो क्या मेरो स्योर रिल बिग्रियो क्या मलाई थाहा भइसक्यो अब यो काम लाग्दैन भनेर यसरी तेल हाल्नु पऱ्यो आज गएर कहाँ जानु लाग्यो अब माथि जाने हो त्यो तल जानु लाग्यो भनेर त्यहाँबाट निस्किने ठाउँ छ त छैन होला यता जाम सुरुमै आउँछ यो ल्याङ हुन्छ हुन्छ यता बुट्टा पनि हाल्छ यो क्या अलि चिप्लो रहेछ प्लट हानिएर आउन आएपछि घुमेको छैन क्या नाइस नपायो ट्राई गर्नलाई
चाहिँ चर्को खोला बगिरहेको छ। अब यो चाहिँ पुलमाथि परेको रे, पुलमाथि चाहिँ आज जान भ्याउँदैन जस्तो छ। अनि मेरो रेल पनि यो ड्राई भएर होला, त्यो चाहिँ सर्भिस गरेको थिएन मैले लास्ट टाइम, अनि त्यही भएर पनि होला खर्र रहेछ नि। त्यही भएर खासै माने मन छैन। ब्याग लिमिट पनि लगभग पुगिसक्यो। धन्दाई चाहिँ माथि जाँदै हान्दै हुनुहुन्छ। धन्दाईलाई तर सोध्नु पऱ्यो अब माथि जाने कि के गर्ने। टाइम पनि हुँदैछ, साँझ भइसक्यो होइन। यस्तै छ तस्मानियामा। त्यो माथिको साइडहरू पनि राम्रो साइड छ। यदि अझ सोलो अलिकति घट्यो भने चाहिँ खेलेर हिँड्नको लागि चाहिँ नाइस साइड छ। त्यो स्पेसली त्यो दोबनबाट माथि गयो भने चाहिँ हाम्रो गाडी त त्यहाँनिर छ। सायद अर्को फिसरम्यानको गाडी होला, एङ्गल अर्को। के भयो, छोड्यो क्या हो? छैन के गर्ने जाने माथि? आज भ्याइन्छ त? आजको दिन कस्तो लाग्यो त दाइ? फर्स्ट फिस फर द फर्स्ट सिजन। यसो यता अर्केर भनिदेऊ न हाम्रो साथीहरूलाई, तिमी नै साथी हो। जाने हो? त्यही माथि गयो भने माथिसम्म आज खोला बढेको क्या, अलि लो टाइडमा जाँदा चाहिँ त्यहाँ ठिक हुन्छ जस्तो लाग्छ कि मलाई। ल हिँड। यहाँ त छैन क्या हो? त्यो त फास्ट छ होला नि, ठुलो छ होला नि। त्यसको मुखमा हानेर चाहिँ पर्न सक्छ। त्यसको मुखमा हानेर चाहिँ पर्न सक्छ क्या। फाइनली दिन पनि सिद्धियो, माछा मारै साँझ भयो। उता फिसरम्यान छ।